सबैभन्दा बढी भोट सुकुले हालेको क्या सुकुले सुकुले हालेको भोट हे तेरिका नेपालभरि सुकु सानो उग्र थिए सुकुका घर घरमा घन्टीको झन्डा थियो अहिले सबैभन्दा बिजोक सुकुको हुकु त हिँडिहाले अब यिनीहरूले फेरि कस्तो राखेको छ भने कोही भेडा जस्तो अनुहार गरेका मुख छाड्नलाई नि दुर्गा दाई अब किस्ता तिर्ने बेला भएन भनेर एउटा भेडो जस्तो कोही घोरल जस्ता अनुहार गरेका बिग्रिया नि बेता बसेका महिलाहरू मुख छाड्नलाई हुन्छ नि घरमा सबै धनी हुँदैनन् नि अनि त्यहाँबाट राखेर छ अनि अर्कालाई क्रिटिसाइज गर्ने अर्काको बेइज्जत गर्ने तपाईलाई त भन्नु नभन्नु भन्छन् मलाई त भन्नु न कसरी सहेर बस्नु भएको अनि मलाई केही फरक पर्दैन बेत त बस एकछिन मैले अघि भनिन एउटी र चाहिँ भेडो जस्तो अनुहार गरेकी क्या बिग्रेको त्यो भेडो त्यो हाम्रो आठराईमा थुमा भेडो थियो क्या घरमा आठराईमा ब्युटी पार्लरमा काम गर्दै रहेछ क्या अमेरिकामा है अनि त्यहाँबाट चाहिँ नि अब सबै अनुहार परेको वात्त परेको नि अनि जहिले अर्काले बोलेको पोस्ट गरेर नि अस्ति त मलाई के भनिदिएको रहेछ भने दुर्गा दाई अब किस्ता तिर्ने बेला भयो अनि जानु त्यसको बुवाले बुझ्नु नि आएर मैले ग्लोबल आइएम ब्याङ्कमा छ होइन मैले किस्ता तिरेको चाहिँ छैन उसको बुवालाई सोध्नु नि बुवालाई पठाउनु नि बुझ्नलाई देशमा गरी खाएको एउटा व्यवसायलाई म 5000 मान्छेलाई रोजगारी दिएर बसेको छु है 100 विद्यार्थी फ्री पढाएर गरी खान नसकेर अमेरिका पुगेका मान्छे गरी खान नसकेर अमेरिका गएर बसेका छन् है कुरो बुझाएन अनि यहाँ मलाई सिकाउँछ अनुहार छ राम्रेको चाहिँ नि बेत बसेको त्यो आठराईको थुमा भेडो जस्तो अब त्यहाँभन्दा व्यक्तिगत रूपमा अनुहार होइन व्यक्तिगत यिनीहरूलाई व्यक्तिगतै ठोक्नु पर्दैन रहेछ एउटा कुरो के बुझ्नु भने नि तपाईँले एउटा कुरो के बुझ्नु भने यो व्यवस्था अब तलमाथि भयो भने नि भाइ रासपाका समर्थक छन् नि हिजो घन्टी बजाएर हिँड्ने सबलाई मान्छेले लखेट्छन् एउटा